पिक्कल बजार आइपुग्यो हामी। चाहिँ यो बढ्दैछ उँधो हो। हामी यहाँनिर आइपुग्न अब चाहिँ जोर छ र घर आयो। त्यस्तो केही त छैन र अनि मैले थोरै थोरै भए पनि गुड मर्निङ तपाईँहरूलाई फेरि पनि स्वागत छ मेरो आजको न्यू ब्लगमा। म चाहिँ धेरै दिनपछि न्यू ब्लग लिएर आइसकेको छु। म चाहिँ रेडी भइसकेको छु कहाँ जान्दा भन्दाखेरि म चाहिँ माइत जाँदैछु आज। अहिले चाहिँ पानी परामा कति बेर अनि अब गाडी पसिहाल्छु अनि हाम्रो बाउ आउँछ चन्द्र बिच्दै हामी चाहिँ दिदी र म जाने अनि दिदी चाहिँ इलाममा निस्किन्छ अनि म पनि यतादेखि इलाममा निस्किने अनि त्यहाँ भेट हुन्छ अनि सँगै जाने। हामी चाहिँ बेलुका नि रातभरि बडागुल गर्दैछ नि। अहिले चाहिँ अलिअलि पानी छिराउँछ। ठुलो चाहिँ नपर्दैछ भनेको पुरा ठुलो पर्छ कि भनेर अनि इलाममा भेट भएर सौदा गर्नु छ अनि चाहिँ सँगै जाने। हाम्रो भेट भइसक्यो। हाम्रो दिदी यता नानीको कपाल काट्दै हुन्छ। भाइको कपाल काट्दैछु। हामी चाहिँ के भन्छ उयो जाने गाडी छ। खाना हालेन सकिनु लाग्यो अब चाहिँ। हामी रामदेखि बुद्ध लागेको हे पिक्कल बजार आइपुग्यो। हामी हाम्रो दिदी आइनेछ नानी लिएर एकछिन। हाम्रो नानी हाम्रो गाडी छ त्यो छतमा बसिहाल्छ ए उठमा त्यो भाइ उठ्नु कति हन्ड्रेड नेपालकै टपकै भयो के हो नेपालको नि सबैभन्दा विकसित र उत्पादन हुने क्षेत्र नै उता जाने बाटो पनि त बनाएको छैन नि त्यो टोकर खड्का होइन उता अनि हाम्रो माबु जाने ट्रेन त टोकर खड्काको नि त त्यसको त्यही हो। मङ्गलबारे पनि त त्यस्तै छ नि। अब यहाँदेखिसम्म राम्रो भिडियो बनाउँछ उयो पनि आरबी सर भन्ने सोध्ने बेला हुँदैन नि मान्छे त के परेछ त्यही त सोच्नु पर्छ सबैको।
कार्यक्रम गर्छु कसको त्यो भिडियो पोस्ट गर्नु होला कलर सन्ते बाथरुममा गएर वाइफाईमा गरौँ यति छोड्दै अब झर्ने बेला भयो त्यहाँनिर झर्दै भयो त्यो नाक त नखोल्ने नाकतिर खोल्छ नि मुख यहाँ त यहाँ यो मान्छे बसिरहेको हामी चाहिँ यहाँनिर हर्कटेमा झरेर पनि अब ताल बाटो अनि मान्छे कति धेरै बस्छ भाइ बिस्तार लैजाऊ है बाटो पनि राम्रो बनाएछ यो चाहिँ हाम्रो गाउँ पहिला हामी यताबाट आउँछौँ स्कुल आउँदाखेरि राम्रो बनाउँछ बाटो यता चाहिँ तल बस्छ हाम्रो मजाले देखेन म अहिले देखाउँछु यहाँ छ हाम्रो गाउँ बाटो नि पुरै पिच भएछ अहिले यतातिर धेरै मैथिलहरू चाहिँ माबुतिर खयो यहाँ चिया टिप्दो रहेछ यहाँनिर सबैजना एकछिनले यो तलको बाटो उता हुँदै पारि जाने हो हामी चाहिँ जानुको लागि पनि आइरहेको रहेछ यहाँनिर यता त फेरि बाटो पिच रहेन है माथि ड्राइभर समयको ड्राइभर हुने हो कन्ट्याक्टमा हुने आफ्नो बस्नु पर्ने हो गइहाल्नुको माइलामा
यो बरदेखि उँधो हो हामी यहाँनिर आइपुग्नु लाग्यौँ अब चाहिँ अब दोहोरे छ फाइनली हाम्रो घर चाहिँ मास्तिर बाटोदेखि देखिनेछ म त यो त होइन मेरो आयो लाग्छ झन्डै मारो भाइले हाम्रो घर आयो यता हामी जाने यता पनि हो यता पर म अहिले भरे भन्छु किनभने यो चाहिँ हाम्रो घर अहिले चाहिँ हामी फाइनली घर आइपुगिसकेको छौँ अब चाहिँ यस्तो हाम्रो घर देख्न सक्नुहुन्छ नानी दिदीको यो चाहिँ हाम्रो घर किचन अनि यता चाहिँ हाम्रो यो अर्को कोठाहरू हाम्रो बहिनीले रोपेको फुलहरू रहेछ यहाँ सबै यता पनि फुलै फुलै छ प्लान्टहरू चाहिँ धेरै रोपेको छ त्यसले यता पनि रोपेछ यता यहाँ कस्तो राम्रो राम्रो रोपेछ अनि यता नि रोपेछ यस्तो देखिन्छ हाम्रो घरदेखि माथि चाहिँ अहिले चाहिँ हामी यो यस्तो गरेर सट्टै गरौँ अहिले चाहिँ मम्मीहरू नभएर जानु घाँसमा जानुपर्छ नि अब एकछिनमा आउनुहुन्छ अरे गाइस माउ बाछा अनि मम्मीहरूले घाँस पनि काट्नु पर्छ तिन बारी उपर चाहिँ बाख्राको खोर यता चाहिँ मम्मीहरूले काँक्रा बार बनाउँछ हाम्रो गाउँदेखि चाहिँ मेरो माइत घरदेखि चाहिँ यता पारी यस्तो देखिन्छ है यो पारी देखिने चाहिँ इन्डिया यो यता यो देखिने चाहिँ इन्डिया हो अनि यताहरू चाहिँ यता नेपालै हो यिनीहरू चाहिँ अब चाहिँ हामी यहाँ रेडी हुँदैछौँ जानको लागि परतिर घरमा अनि जाने किन आएको भनेर चाहिँ म भोलि पर्सिको भिडियोमा भन्ने छु चाहिँ हाम्रो किचन यहाँ बाबाले खाँदै हुनुहुन्छ अनि यता चाहिँ हाम्रो फुल यो चाहिँ प्लान्टहरू बहिनी लगेको अनि यता पनि छौँ यसमा यहाँनिर अनि यता चाहिँ हाम्रो खाना सब्जी गर्ने ठाउँ यहाँ च्याउ पकाएर रेडी भएको छ अनि यहाँ मुन्टा यहाँ चाहिँ दाल अचार अनि यहाँ चाहिँ खाना पाक्दैछ हिजो राति त हामी ढिलो भएर मैले भ्लगै इन गर्न पाइनँ कि त्यही भएर अहिले बिहान उठेर इन गर्न लागेको म चाहिँ के भन्छ हिजो ओए देखा त खोइ कुन हाम्रो नानी बिचरा गरेर लुगा लाग्छ तातो त यही हुन्छ होला कि तर माथिको टी सर्ट चाहिँ तँ लगाइदिनु मुनिको यो लगाइदिएर चाहिँ अनि साँच्ची त मजा भ्लग इन गर्नुपर्ने त्यही लगाइदियो मजा त अहिले फोहोर बनाइहाल्छ नि फेरि एकछिन भ्लग इन गर्नुपर्ने हुन्छ हामी चाहिँ दिदी र मम्मा त किन आएको भन्दाखेरि चाहिँ हामी चाहिँ यहाँनिर हाम्रो मम्मीको फुपू अनि बाजे बाउको चाहिँ काकी मर्नुभएको छ कि हाम्रो चाहिँ बोजू पर्छ अनि त्यही भएर त्यहाँ मरममा आएको हामी खास चाहिँ अनि आज कति दिन भयो मर्नुभएको आज 7 दिन भइसक्यो अनि हामी चाहिँ खास चाहिँ काममा आएको थियो अनि हतारमा आएको कि पानी परेर कति धेरै नि भ्लगहरू पनि उयो गर्नु पाएन भन्न भनिकन आइपुगेँ माइतमा त्यही भएर अब चाहिँ अहिले बिहान पनि म सघाउन जान्छु त्यही भएर हिजो बेलुका भ्लगिङ गर्न पाएको चाहिँ अहिले गर्दैछु मैले भिडियो पनि खासै धेरै त बनाएको छैन अलिअलि बनाएको छु किनभने अब यता आउँदा सामानहरू के ल्याउनु पऱ्यो भारी बोकेर आउँदाखेरि के गर्दा बनाउनै पाइनँ अनि त्यही भएर जस्तै भए पनि मेरो भिडियो चाहिँ हेरिदिनु होला हाम्रो घरको सबै सिमेन्ट ढलाइ गरेको रहेछ अनि ऊ यता चियाबारी सट्टै निर्जी कुखुराको खोर अनि यहाँ काँक्रा पनि रोपिसक्नु भएको रहेछ सबै चियाबारी नै चियाबारी अनि यता चाहिँ पर बडाहरूको त बाहुन उताको बडाहरू चाहिँ अनि चाहिँ हाम्रो घर हाम्रो मम्मी चाहिँ अघि पल्ट जानु भइसक्यो अब म पनि जाने यो भिडियो चाहिँ खासै त्यस्तो केही त छैन र अनि मैले थोरै थोरै भए पनि गरेको छु तपाईहरुले हेरेर मेरो भिडियो कस्तो लाग्छ तपाईहरुलाई अनि हेर्दिनु होला अनि लाइक कमेन्ट शेयर सब्स्क्राइब गर्न चाहिँ नबिर्सिनु होला भोलि न्यू डे न्यू भ्लग लिएर आउने छु बाइ बाइ।